हेलो नमस्ते नि स्वागत छ यहाँहरूलाई हाम्रो च्यानल बेस्ट आइपिओ नेपालमा। यस च्यानलमा रहेर विभिन्न प्रकारका एफपिओ आइपिओ त्यस्तै सेयर मार्केट र स्टक मार्केट सम्बन्धी जानकारी प्राप्त गर्न सक्नुहुनेछ। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गरेर सपोर्ट गरिदिनु होला। साथै साइडमा रहेको बेल आइकनलाई क्लिक गर्न नबिर्सनु होला। साथीहरु, आज हामी कुरा गर्नेछौँ यस ओम मेगाश्री फार्मास्युटिकल कम्पनीको आइपिओ रिजल्टको बारेमा। यस कम्पनीले गत फागुन 27 गतेदेखि चैत्र 3 गतेसम्म सर्वसाधारणका लागि 14,76,000 किता सेयर जारी गरेको थियो र जसमा जम्मा 19,88,836 जनाले आवेदन दिएका थिए भने तीमध्ये 1,47,600 जनाले 10 किताका दरले सेयर हात पार्न सक्नेछन् भने बाँकीको हात खाली रहनेछ। साथीहरु, यस कम्पनीको रिजल्ट आज चैत्र 12 गते मंगलबारका दिन बिहान 9 बजे पब्लिस भइसकेको छ। तसर्थ तपाईहरु आफ्नो आइपिओ रिजल्ट हेर्न नबिर्सिनु होला। यस कम्पनीको रिजल्ट चेक गर्न भने तपाईले शेयर हब भन्ने एप्लिकेसनमा गई त्यसमा रहेको आइपिओ रिजल्ट भन्ने अप्सनमा क्लिक गरेर आफ्नो 16 डिजिटको बीओआईडी लगइन गरे तपाईले सजिलै हेर्न सक्नुहुन्छ। र त्यस्तै मेरो सेयरको वेबसाइटबाट हेर्न चाहनुहुन्छ भने www.iporesult.cdsc.np मा लगइन गरी तपाईले सजिलै चेक गर्न सक्नुहुनेछ। हाम्रो भिडियो समाग्रलाई अन्तिम समयसम्म हेरेर साथ दिनुभयो त्यसको लागि धन्यवाद।